टायर पम्चर भयो गाडी टायर बनाउन आएको जग उठाएको हातै काट्यो हो बुढो गाडमा दम नभएपछि यसरी उठाउने हो यसलाई भित्र हालिदिन्छ है अब पम्चर चाहिँ भएको छैन यो टायर अर्को पनि काटिदिएछ तर यो पम्चर चाहिँ छैन यो माथि माथि नै हो त्यस्तो छ यो पनि काटी छिरेछ यसमा पनि हाम्रो टायर ग्यारेजको दाइ हो लगभग 30-40 वर्ष एक्सपिरियन्स त्यो मैले भने नि त्यो उसमा त्यही उहरूले ठोक्ने काँटी हुन्छ नि ढलानमा उसमा त्यसैको छिरे हो क्या यो यसले चाहिँ भ्याएन नि उल्टो पसेछ यसरी यसरी पसेछ साला आज गाडी काँटी छिरेर टिप पनि गर्नु नदिने हो त्यस्तो अवस्था पो छ यो चाहिँ बर्दिवासको महिन्द्रा सोरुम चाहिँ यहाँ छ त्यसैको छेउमा यो टायर पसल यो बर्दिवासमा आउँछ बाटो खोलाको छेउ छ बल्ल बल्ल यो टायरको बिट छुट्यो अब लङ्गोटी निकाल्दैछ बुढाले